छ मेरो बुढालाई धन्यवाद न किस नगर लाजे मर्दो हुन्छ के हुन्छ त नि किस गर्न आफ्नो बुढालाई किस गर्न नै के को लाज एउटा म तपाईँलाई क्वेसन सोध्छु हुन्छ एउटी राम्री केटी नजिकमा आउँछ अरे होइन अनि त्यस पछाडि म पनि यता साइडमा हुन्छु रे त्यो राम्री केटीले हुन्छ नि त्यो बुढीलाई छोडिदिनुहोस् क्या त्यसको काम छैन म तपाईँसँग बिहे गर्छु भने मलाई छोड्छौ कि त्यो केटीलाई रोज्छौ त्यो क्वेसनै मिलेन क्या बुढी के क्वेसन मिलेन भन्नु तिमीले क्वेसन गर्नुपर्ने थियो र त्यो तपाईँ र म सँगै छौँ र बाटोमा राम्रो केटी उभि थिए तपाईँले त्यो केटीले हेर्न सक्नुहुन्छ कि सक्नुहुन्न छेउमा म छु हेऱ्यो भने चट्याङ पर्नेवाला छ नहेर्नु तपाईँको आँखाले मानिरहेन तपाईँ के गर्नुहुन्छ भनेर सोध्यो भने मैले एन्सर चाहिँ के दिन्थेँ भनेर के दिन्थ्यो मैले अलिक सोच विचारै गरेर स्टोरी हेर्थेँ तिमीलाई यस्तो टच गरेर उपारी हेर त मान्छे लडिरहेछ भन्थे अझ केही बाहना बनाएर तिमीलाई उता फर्काउँदै झपक्क हेर्थेँ हेर्नै पर्छ त्यसलाई विचार सुन न नरिस हेर्नै पर्छ त्यसलाई भिडियो भइरहेछ क्या बाबा सुन न मेरो पुरै एन्सर त सुन किन हेर्नु अघि पनि मलाई रिस उठेको थियो सुन किन मौका पायो भने त नि सुन किन हेर्नुपर्छ थाहा छ तिमीलाई त म सधैँ देखिरह हो त्यति बेला नहेरे नि देख्छु नि त बिचरा त्यो त्यति राम्री भएर आइछ ती केटाहरूले हेर्दैलान् बुढापाकाले हेर्दैलान् भनेर अब कमसेकम मैले हेर्दै भनेको उसको त्यत्रो रूपको रङ्गको सबैको त्यो मेकअपको बिचरा कति खर्च भएको छ केही हदसम्म त मेकअप त्यसमा पनि अर्को एन्सर त्यो त तिमीलाई 100% हेरेका छन् नि मेरो बाइकको पछाडि बस्छु म अगाडि बसिरहेको हुन्छु तिमीलाई यसरी हेर्दै जान्छु मैले केही भन्नु तिमी त लास्टमा बोका त बोकै हो के बुढा ए बा खसी भइसक्यो त एक नम्बरको कोही नहटा बोका दुनियाँ केटीलाई बाहिर अझ मलाई पहिला यसरी हेर्छ बाहिर हिँड्यो भने कस्तो हुन्छ थाहा छ तिमीलाई यो अनुहार यति घिनाउन अनुहार छ नि यो दारी भएको यो घिनाउन कालो छ यस्तोलाई पनि यस्तोलाई किन हेर्नु पर्यो होला क्या राम्री केटी यति हिरोइन जस्तै बुढी हुँदै अब त्यति भएर भने के हिरोइन जस्तै छौ त अनि म हुन्छ नि अब केटा मान्छेलाई अरे अब आफ्नो बुढी जति हिरोइन हुन्छ नि जति जे भयो नि अर्काकै बुढी मनपर्छ अर्काकी बुढी हो कि होइन के थाहा पाऊँ त्यसको बिहा भएको थिएन कि अर्का केटी अरू केटी के नि अरू केटी मनपर्छ के नि त्यो त त्यति बेलै थाहा हुन्छ हेर्न पाएपछि भइगयो जस्तो हेर्न पाइने भएर अझ अब ल्याउनै पाए हुन्थ्यो हुन त मिल्दैन मलाई मिलाइ हाल्न पाएपछि हाँस्ने तर तिमी एक्लै हिँडे बेला त्यो मतलबै हुन्न क्या बुढी खोइ किन भन्थ्यो होइन त्यो एक्लै हिँड्छु नि बाइकमा त्यति बेला केही मतलबै हुन्न होइन अनि फेरि जब तिमीलाई पछाडि बसालेर हिँड्छु नि अगाडि केटी देख्ने बित्तिकै आँखा गइहाल्छन् के साँच्ची भनेको बोले तिमीले त्यति साँच्ची एक्लै त्यो मतलबको विषय हुन्न म एक्लै हिँडेको हुन्छु त्यो मलाई वास्तै हुन्न नाटक गरे ओइला कसम नाटक उता एक्लै भयो बेला कहिले हुन्न क्या जब त्यही भएर तिमी घुम्न जाउँ उता त्यही जाउँ भन्दैन भने क्या नाटकमा यस्तो हो क्या अब तिमी घुम्न जाँदिन सबै घुम्न जानिदिनुपर्छ सबै राम्रो झलमल्ल हुन्छन् त्यो अरू बेला खासै राम्रो नि हुन्न होला म ध्यानमा नि हुन्न काममा व्यस्त हुन्छु मतलब विषय हुन्न क्या त्यही भएर घुम्न नजाउँ ल आज घुम्न क्यान्सल बुढाले अन्त हेऱ्यो भने हेरेको म पिर पर्दैन बुढाले अन्त हेऱ्यो भने हेऱ्यो नि के भएर मैले अन्त गइहाल्छु नि के तिमीसँग के पछि लागि यस्तो अनुहार छ यस्तालाई हेर्ने फेरि को होला कतामुखी होला त्यो कमेन्टमा अहिले आउँछ त आउँदैन नि यो युट्युबमा त कसरी म छु तपाईँको लागि तयार ढुक्क हुनुहोस् फेरि नचलाउ न गाइस मैले मेरो बुढाको कपाल कोडिदिन्छ है के गर्नु हामी त गरिब छ कहीँ पनि छैन अहिले फेरि कमेन्ट के आउँछ थाहा छ एउटा थम्बनेल खिचेर यस्तो गरेको केटी हेर्नु तिमी रिसाउन यस्तो हात यस्तो गर यस्तो हेर ल गर म गरिसकेँ त्यस्तो होइन के यस्तो गर नि तिमीले पत्र पातै जान्छौ मेरो जिन्दगीमा त यार बुढा मलाई बोक्नु
बुढो केको बुढो नगर तपाईँको मनपर्ने खानेकुरामा भनिदिउँ के हो फ्रुट कि केमा फ्रुट जेमा भने नि भन्नु फ्रुटमा केरा मिलेन फ्रुटमा स्याउ फ्रुटमा मनपर्ने होइन तपाईँलाई सुन्तला अनार अरू के छ नि त अनि भन न के होला त स्याउ केरा पनि भएन अनार पनि भएन अनि वाटरमेलन वाटरमेलन भनेको त्यो खरबुजा होइन त्यो त झन्डै पर्छ अङ्गुर के कोही मन पर्ने रहेछन् सबै मन पर्छ तर मन नपर्ने भन्ने कोही छैन नि यार तपाईँको उस्याउ साग र आलु सुके साग र आलु ए हामीले उस्याउ साग भन्छौँ हामीले सुकी साग भन्छौँ सुके साग र आलु नि तिम्रो फेभरेट सुके सागको झोल मात्रै अझ कहिले कस्तो अनि मेरो नि तिम्रो गुन्द्रुक हे अहिले त मन पर्दैन मलाई ल मेरो फेभरेट भन्नु तिम्रो फलफुलमा फेभरेट चाहिँ अहिले लिची छ अब किरा परेर देखेर खानु मन लाग्दैन अहिले छोडियो अब 2-4 दिनपछि अम्बा मनपर्छ मलाई कुन अम्बा त्यो बिकासी अन्डा थाइल्यान्डको अम्बा भियतनामको अम्बा कि थाइल्यान्डको त्यो त्यसपछि तिमीले अर्को यो खानी थियो भन्ने के खान्थ्यौ रे खलबुजानी खानी थिए भन्छौ पर अहिले मैले खरबुजा नखाएको भयो गर्मीमा खाइ छैन अस्ति तिमीले गोर्मी लाग्नुभन्दा अगाडि नै खाइथ्यौ खाइनौ तिमी त अफ सिजनमा खान्छौ नि सिजनमा त के खान्छौ अनि अरू भात र तरकारी मनै पर्दैन तरकारीमा मनपर्ने भनेको त्यो खसीको मासुको झोल र प्यारेलको मासुको झोल त्यसमा खसीको मासु हो अनि अरू के छ त अरू अरू मलाई त्यो माने अहिले मैले एकदम खाइराख्ने चाहिँ के हो मलाई पानी पुरा सार्दैन बुढो अहिले काँकुली पनि यहाँ हुन्छ क्या छिटो छिटो पानी सार्दैन मैले भनेको भए सारेर खाने खाऊ नखाने भए नखाऊ भन्थ्यो होला बुढो यति गरिदिन मलाई पानी तिर्खा लाग्यो पानी प्यास त्यो तिमीलाई परेसी त के हुन्छ अनि पानी दिनु पर्यो कि परेन साथी न यति त हुन्न बस्नु भन अरू भन मैले अहिले झोलिलो कुरामा खाइराख्ने खानुपर्ने चाहिँ के हो अहिले मैले के खान्छु प्राय पानीपुरीको झोल पानीपुरीको झोल मैले 1 महिनापछि खाएँ पानीपुरी एक बटुका सकिक्यौ मैले 1 महिनापछि खाएको के पानीपुरी र चटपटे त धेरै पछि अरू के खान्छ झोलिलो कुरा मै खान्न त्यो झोलिलो कुरा होइन नि त दामी पानी त झोल पेय पदार्थ पानी टाइप मलाई यसलाई तरकारीमा हुन्छ नि यस्तो मनपर्छ भन्ने कुनै पनि छैन मलाई अहिले फ्रुटमा पनि केही मन पर्दैन लिची अस्ति पुरा मन परेको थियो किरा परेर तपाईँले अस्ति 1 केजी ल्याउनु भएको थिएन जानी हेरेर ल्याऊ अबदेखि लिची किन्न नपरोस् भन्ने ल्याऊ त्यति 70 छ मेरो मित्रु खाली भनेर ल्याइदिएँ अब के मैले भित्र हेरेको थिएन कति